हेलो गुड मर्निङ नमस्कार सबैजनालाई मेरो कतिपछि फेरि अर्को ब्लग। अब टाइमै पाउँदैन। अब अरूले जस्तो यसो युट्युबर बनाऊँ भनेको नसकिँदो रहेछ कामले गर्दा। अहिले चाहिँ बल्ल मेरो चाहिँ बाबु हेर्ने छुट्टी पाएको छु, त्यही भएर यसो अब चाहिँ ब्लगमा अलिकति टाइम मिल्छ कि भन्ने आशा गरेको छु। आजको ब्लग चाहिँ सिर्फ म र मेरो छोराको मात्रै हुनेछ। अब किनकि मम्मी काममा गयो, मम्मी काममा गएपछि त अब ड्याडीले हेर्नु पऱ्यो नि त। अब गभर्मेन्टले दिएको त्यही हो, अब फ्रीमा पैसा पाउँछ होइन छोरो हेर भनेर। अब त्यही भएर अब छोरोलाई त हेर्नु पऱ्यो। अब छोरोलाई हेरेन भने फेरि के अरे गभर्मेन्टलाई फेरि ओहो खानी बस्ने मात्रै गरेर चाहिँ गइहालेँ, बच्चा नहेर्ने भनेर फेरि पैसा चाहिँ क्यान्सल गरिदियो भने बर्बाद भयो फेरि मेरो जिन्दगी। अब आजको चाहिँ सिर्फ ड्याडी र छोरोको मात्रै भ्लग हुनेछ आज। मेरो बाबु ल सबैलाई हेलो भनिदेऊ नि त बाबु। हेलो 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 हो यस्तो तिमी त भ्लगर भन्नुपर्छ है। ओके अब 9 बज्न लाग्यो यहाँको चाहिँ। अब खानासाना खानुपर्छ है बाबु। अब खानासाना खाने ल। अब यसलाई चाहिँ खानासाना खुलाउनु पऱ्यो। अब के गर्ने, यस्तो छ जिन्दगी। ल अहिले एकछिनपछि आउँछु, एकछिनको लागि बाई बाई। हेलो बेबी बेबी हेलो ह्यान्डसम ह्यान्डसमले टिभी हेर्न पायो भने त ओहो आजको वेदर चाहिँ हो बब्बाल भयो त यार। के हो यस्तो? जिम पनि जानु पर्यो, जोइन गर्नु पनि यार। के गर्ने, त्यही हो जिम हो। भोक लाग्यो बाबु? भोक लाग्यो? ए सानो ओइ ल यसलाई अब खानासाना तताइदिनु पर्यो यार। ल अब यसलाई खाना खुलाउनु पर्यो। यस्तो छ त, यसरी लुङ्गी लगाए जस्तो लगाउनु पर्यो। टक्क लगाएर गाह्रो छ हौ, गाह्रो छ। के गर्ने अब बिर्सी यार। अब यस्तै हो है। के गर्ने यस्तो हो नि त यार। बल्ल याद आयो त यस्तरी अनि यस्तरी हाल्नुपर्ने है बच्चा बनाउनुलाई। कताको बोल ओइ आऊ या ल ओइ यस्तरी। अनि अर्को यहाँ पनि फ्याक्का होइन। अनि त्यसपछि यस्तो रे ल भयो। ल रेडी भयो। ल हेर रुनी त त्यसरी ल ए बाबु ए अब बच्चाको खाना त पकाउने त भनेको पकाइसकेको छन्। ओके भनेपछि यो खुलाइदिने हो। ल तातो गर्नु पर्यो। अहिले खानुपर्छ है। अब तातो गर्छ ड्याडीले। ओके ए चुट यो हाल्नु पऱ्यो नि सानो। ल यो मिसाउनु पर्छ है।
यो मिसाउने हो नि त अब ल टक्क लाएर यसरी काटेर एक सट्ट काटेर दुई टक्क पानी थोरै फेरि पर्नुपर्छ भाँडा छ नि यो चलाइ दिएको है थोरै थोरै पानी हाल्ने हेर त तिम्रो त अनि खाने कि अब यो मिसाइदिने त्यसपछि खानुपर्छ बाबु खानुपर्छ ल यो पनि मिक्स अब यसरी पोल्ने ल अब खाने है ल ल ल जानु पाउ मुख आँगर बाबु मुख आँगर ल आम्मा आम्मा रिसाएको हेर डाइरेक्सन ल आमा यति खाएपछि छोराले खान्छ अब जसिन ल मिठ लाग्यो हो अब मार्छ अरे ल ल भेरी गुड एक्सिलेन्ट यस यसरी खाने हो नि त बाबु है ल ल बाबु कुकु ला भेरी गुड ल गाइस एकछिनपछि आउँछु अब छोरोलाई खुलाएर है अब गाह्रो हो मलाई यसरी भिडियो गर्न ल अहिलेलाई चाउ चाउ बाई बाई ल छोरोले धेरै खानु भने यति खायो बल्ल खान त खायो यति यति थियो हाफ थियो छोरो हेर त स्टाइल छोरो भाइ ल ला निद्रा लाग्यो ल यसलाई अब मुख पुछिदिन्छु ल ल निन्द्रा लाग्यो यसको रुम हो यो त रुम चाहिँ फेरि यस्तो यस्तो चेलेर अब बच्चाको त यस्तै त अनि अब यहाँ सुताइन्छ यसलाई यस्तरी बच्चा खेलाउँछ यहाँ अब यो पर्दा यसो लाग्छ अँध्यारो हुनु पऱ्यो नि त उज्यालो छ है सुत्ने होइन बाबु सुत्ने होइन यसलाई निद्रा लाग्यो अब यसलाई सुताइन्छु म अब टक्कै सुत्ने यही हो यहाँ सुताइन्छु अब बच्चाको भएपछि यस्तै त बच्चा भएपछि अब यहाँ खेल्ने यस्तो च्यालेलै छ अब यस्तोमा मात्रै खेल्न खोज्छ अब के अन्त अझ तिमीलाई पनि ल सुतम है सुत्ने है त ल अहिले एकछिनपछि आउँछु फेरि उठेपछि ल बाई ल अब सुरु हो मेरो काम अब छोरालाई चाहिँ बल्ल बल्ल सुतायो बिहानको खाजा खुलाएर अहिले फेरि एकछिनपछि फेरि उठ्छ अब म पनि खानासाना खानु पऱ्यो अब कहिले सबै भ्याउनु पऱ्यो सबै माझेर बिहानबाट अहिलेसम्म खाएको सबै अब धुनु पऱ्यो नि त भाँडाहरू त अब यही बेला हो टाइम भनेको सरसफाइ गर्नु पऱ्यो छिटो अब के अरे मम्मी छैन अब मम्मी काममा गयो अब गर्नु पऱ्यो मैले त्यही भएर यो सबै भ्याउँछु अब त्यसपछि अब खानासाना खानु पर्ने हो ल खाना चाहिँ अब तताउनु पर्ला यसमा राखेर खाना चाहिँ अब तताइहाल्नु पऱ्यो ल अब मासु हिजोको थियो त्यही बासी अब हिजो बेलुकाको भनौँ न त्यही खानु पऱ्यो अब पानी अलिकति हालेर
नुन फेरि हाल्नु पऱ्यो थोरै है। अब पानी हालेपछि त नुन त हाल्नु पऱ्यो नि त टेस्टीको लागि, फेरि मिठो हुँदैन। अब यो एकछिन चाहिँ गोल्नु पऱ्यो। यो गोलेपछि चाहिँ अब एकछिन चाहिँ उमाल्नु त पऱ्यो फेरि। यसो हल्का हिजोको तरकारी थियो, हल्का थोरै पानी अनि नुन हाल्यो, बस अब खाना खाइन्छ। एकचोटि हेर्नुपर्छ बाबुलाई। ल गाइस, अब खानासाना खान्छु, अहिले फेरि एकछिनपछि आउँला। ल बाई बाई। हेलो, उठिस उठिस मेरो छोरा, उठिस उठिस। ल मेरो छोरा उठ्यो, मेरो छोरा उठ्यो। आया आया आया, सुत्यो मजाले 1 घन्टा हो। 1 घन्टा मात्रै सुतिस हो। ओहो, सुत्यो मेरो छोरो, उठेको हेर्न। आमा मसँग नबोलेको हेर्न फेरि। ए भगवान्, खाना खाएर सुतेको, बिहानको ब्रेकफास्ट खाएर सुतेको। अब खाना 1 घन्टापछि खाने है। ओके, के हो आमा यहाँ? ए मेरो सानो, ल अब छोरालाई एकछिन उठाएर फेरि टिभी रुममा एकछिन खेलाउनु पर्छ। अब के हाने, आफूलाई निद्रा लागिसिद्यो, रेस्ट गर्न नि पाएन। ल अब फेरि एकछिनपछि आउँछु फेरि। ल ल अब टिभी रुममा। ल जानु बस। आया 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 आया। ल म दुध बनाउँछु है त। दुधी, यस बेबी। ल अब दुध बनाउँछ है ड्याडीले। दुध बनाएर अब दौडिन जाने। दौडिनु त पर्यो होइन त। म दुध बनाएर आउँछु। ओके, पहिला दुन्छु ओए धन्दै। यस्तो राम्रो दिन पर्यो। ओहो, सानो के गरेको त्यस्तो? कुकु कुकु, बेसरी तातो। कुकु, बेबी अब खाना खाने। ल ओके ओके ओके। ल यहाँ खेल्दै गर, म यहाँ खाना पकाएर आउँछु। ल तिम्रो पकाएको भन्दा नि उमाल्दैछु, तातो गर्दैछु। ल यो चाहिँ खाना फर्केको बिहान चाहिँ लिटो भात के मिसाएर दिँदै, यसमा चाहिँ मिसाएर दिने होइन, सिर्फ तातो गर्ने।
चाहिँ मम्मीले त्यसको आमाले हिजै पकाइराखेको थियो अब तातो गर्ने अनि खुलाइदिने ल आजको चाहिँ वेदर चाहिँ सही छ बब्बाल छ वेदर चाहिँ है बब्बाल छ दौडिन चाहिँ जानुपर्छ आज रनिङ चाहिँ यसलाई खुलाएर रनिङ चाहिँ जानुपर्छ यस बेबी रनिङ चाहिँ गइन्छ आज यस्तो दिन यार यस्तो राम्रो दिन छ अच्छा जाडो त जाडै छ यार बाहिर पनि यसो गएको खिचौँ न हौ आज दिन चाहिँ सही कताबाट यस्तो भयो यार ओहो कति छिटो हाउ फास्ट ल अब चाहिँ खाना खाने है बाउ चाप्पा खाने ओके जानले यस्तै गर्छ क्या फसेर ल सानो ल यस्तै गर्छ क्या दाइले है ल यसलाई पहिला खाना खुवाउँछु है अब यसो भिडियो गरेर सक्दैन मैले ल अब छोरोलाई खानासाना खुलायो अब दौडिनको लागि दौडिनु त पऱ्यो नि त अब ए बाबु अब यस्तो भखायो त यो बाटो दौडिँदै जान्छु ल अब यसको मम्मी पनि अब एकछिनपछि घर आयो हुन्छ अरे छुट्टी भइसक्यो अरे म चाहिँ दौडिँदैछु भनेछु ल अब चाहिँ दौडिन सुरु गऱ्यौँ है त ल अहिले चाहिँ बाई बाई